आज चाहिँ हामी इट्टा लाउने भनेर सोचिरहेको छौँ यो फ्रन्ट गार्डनमा। आजदेखि हाम्रो सुरु भयो काम, घरको काम सुरु भयो। हेलो मुकु, के गर्दै हो? सघाउने नि, भिडियो पनि गर्ने, सघाउने नि। अब इट्टा लिन जाने यो गरिसकेर हेर्दै जानु होला है। यो गरिसक्यो हामीले इट्टा लाउनको लागि। ढुङ्गाहरू जम्मै पन्साइसक्यो। यसरी यो जम्मै इट्टा लाउन आनेको। यो जम्मै ढुङ्गा निकालिसक्यौँ, यहाँ हालिरहेछौँ। जम्मै यहाँको जम्मै चाहिँ निकालिसक्यौँ है। ढाँटी चाहिँ यसले त भन्छन् होला। यहाँको चाहिँ निकालिसक्यौँ हामीले होइन, अझै निकाल्दैछु। अझै छ, कति छ। अनि भनेको अब हेर्दै जानु कस्तो बनिन्छ। गार्डन बनाउन थालेको हो, अब कहिले सिद्धिन्छ त्यो चाहिँ थाहा छैन। स्टार्ट चाहिँ भयो हाम्रो। यो हामी के अरे ढुङ्गाहरू निकालेर यो खन्न थाल्यौँ इट्टा लगाउनको लागि। सी गाइस, मुकु के छ खबर? गलायो। गार्डन राम्रो बनाउन, फुलबारी राम्रो बनाउन। अरे यो माटो चाहिँ त्यहाँबाट निकालेको माटो हो। यस्तो हुँदैछ, गइरहेको। आज तर वेदर चाहिँ साह्रै राम्रो भइदियो, घाम लागिरहेको, शीतल हावा आइरहेको। आजको एन्ड अफ द डे चाहिँ हामीले यतिको बनायौँ। मालिक साहब के काम गर्ने मान्छे, आफ्नो घरमा त के गर्नु र, दुइटै है। आजको एन्ड गेम। त्यो ढुङ्गा जम्मै यता सारेको, यहाँ प्लास्टिक लगाएर कति चाहिँ ढुङ्गा थियो यता जम्मैको ढुङ्गाहरू सारियो। अनि यहाँबाट अब यहाँ इट्टा लगाउँछौँ, हामी सिनिक्क बनाउँछौँ। इट्टा लगाउने यसरी लगाउने भनेर देखाएको छ। अब नेक्स्ट विकेन्ड चाहिँ इट्टा लगाउँछौँ। टायर भयो हामी, भेरी टायर। हाम्रो यो एन्ड अफ थर्ड डे। यति सिद्धियो, यति। अब यो चाहिँ इट्टाले छोपिदिएको छ पानी परेर रुइन नहोस् भनेर। त्यहाँ तल चाहिँ गिटी छ। अनि अब नेक्स्ट डे भनेको यो, अनि यो।
हामीले फेरि एउटा एक्स्ट्रा थप्यौँ। अब 5वटा छ यहाँ, इट्टै मात्र त। कस्तो राम्रो देखियो क्या माथिबाट हेर्दा नि। कस्तो राम्ररी आयो। वाउ। डे 4 हो न 5 डे 5 को हाम्रो फेरि गार्डनमा इट्टा लाउने चलिरह। यहाँसम्म पुग्यो होइन। हिजो चाहिँ अलिक चिसो भएर अलिकति मात्र काम गरियो, आज चाहिँ कम्प्लिट गर्ने भन्ने प्लान छ। जति उकालो जाँदै गयो त्यति इट्टा चाहिँदो रहेछ। हामीले यहाँसम्म चाहिँ कम्प्लिट गऱ्यौँ डे 5 मा। 1 2 3 4 5 अझै एउटा लाग्छ। 6वटा लाग्यो यसमा। 6वटा लाग्यो त्यसमा। यसमा पनि 6वटै लाग्यो। तर कस्तो राम्रो देखाएको छ क्या, दामी देखाएको छ देख्न चाहिँ। विकेन्ड पारेर गरिरहेको छ हामी चाहिँ। यो चाहिँ हामीले काम गर्न सुरु गरेको डे 5 मा चाहिँ यस्तो बनाइसक्यो। त्यसो भने कम्प्लिट गरेर 5 दिन खुरुखुरु गऱ्यो भने त कम्प्लिट हुने रह। त्यही पनि हामीले ब्रेक लिँदै गऱ्यौँ। सिधै 5 दिनै 5 घन्टा त गऱ्यौँ होला नि दिनको। यहाँ अलमोस्ट डन। यो चाहिँ लास्ट हो। राम्रो भइरहेछ। सो क्युट।